नमस्ते सम्पूर्णमा गोर्खा प्रो युट्युब च्यानल हेर्नुहुने सम्पूर्णलाई स्वागत गर्दै आज एउटा भिडियो हजुर समक्ष राखिरहेको छु। यो चाहिँ बाल्यकालको कन्भर्सेसन के गर्थ्यो है, कसरी बितेको थियो यस विषयमा सानो कोसिस गरेको छु। अनि हजुरहरूले सम्पूर्णले यस मेरो युट्युब च्यानललाई माया गरिदिनुहोस् साथै सब्सक्राइब लाइक कमेन्ट्स गरिदिनु। ओइ बिरे भने यो फोन कसले बनायो है? छक्कै पर्छु म त। पहिला त के हो, हामी साथीभाइहरू भेट हुँदा हँसी मजाक गऱ्यो, गायो, गीत गायो, नाच्यो, जिस्कियो। अहिले यो फोन आएकोदेखि त महिनामा सालमा एकपल्ट भेट हुन्छ, त्यो पनि आफ्नो फोनमै व्यस्त। खै यो फोनले पनि गर्नै गरिसक्यो। अहिले हेर्न, अहिलेको नानीहरू नि हिँड्नु सक्नु भएको हुँदैन हो, फोनमा युट्युब खोल्न जान्दैछ अन्त। छक्कै पर्छु यार। हो नि हो कान्छा हो। आजकल त हेर्न नि त, नानीहरू त देख्दैनौ गाउँतिर रुमभित्र कोठामा फोन चलायो बस्यो। हामीहरू त के भन्दा बिहान निस्केपछि बेलुका राति घरमा बस्थ्यौँ। दुलै जस्तो गरेर के भन्दा सिँगानको पापटाहरू यहाँ ढालिरहेको हुन्थ्यो। त्यो जमाना त यो है। हेर्न त हातहरूतिर चोट छ, खुट्टातिर कति लड्थ्यौँ उठ्थ्यौँ। फेरि के हो, लड्यो भने पनि उल्टा आमाको दनक, हिँड्नु जान्दैनस् भन्थ्यो। अहिलेको नानीहरूलाई त अलिकति खोर्स्यो भने अम्मा नै मेरो बाबु। तर आजकलको नानीहरू त लड्दैन पनि हो, बाहिरै निस्क्यो पो लड्छ। फोन चलाएर कोठामा त्यो के पो मोटु पत्लु पनि के, हामी त्यस्तो थिएन सानोमा त है। फोन त देखेको थिइनँ। एकपल्ट के फर्स्ट टाइम फोन थियो मेरोमा होइन, 1600 मोडलको के हो त्यो साँपको गेम हुने त्यस्तो थिएन। अन्त त्यो फोन त यहीँ भाइब्रेसनमा गएको रहेछ, मलाई थाहा थिएन हो। एकदिन त फोन चाहिँ साँपको गेम खेल्दै थियो, यस्तो मैले साँपको गेम खेल्दै थिएँ, ड्याँ बज्यो होइन। ल्या यो फोन त अब पड्क्यो भनेर सोफादेखि ट्याक्क पचाएर टाप भागिदिएको म हो। एकछिनबाट बिस्तारै आयो कि, यस्तो हेरेर त बन्द भइरहेको रहेछ। यो भएर त के भाइब्रेसनमा गएको रहेछ फोन त हो। बाटा जमानाको नि हामी त। आजकलको त नानीहरू बाटो स्मार्ट फोन हेर्न सबै स्मार्ट। आम्मा डिपगोलीहरू गोजीमा के भयो, त्यो छ्याङ बजाउँदै आमा कुद्थ्यौँ। के हो त्यो बिच्चु उडाउनेमा त्यो डिपगोली मसँग सबै हारेको क्या हो। त्यो नक्सा पल्टाउने नक्सा खेल्थ्यौँ नि हामी, त्यो के हुन्छ रेस्लिङ कार्ड, त्यो पनि त डल्लै हारेको मसँग। त्यो अन्त त्यहाँ भिडियो हलमा के हो अन्त दुलो बनाइ च्याउँथ्यौँ नि यार। त्यो दिनहरू त। अनि हौ अन्त एकपल्ट त छन् होइन, त्यो दुलो बनाएर मजाले च्याउँदै थियो कि भिडियो हलमा। स्किमाको कुन चाहिँ त 500 पाली दुलोबाट पिच्छै थुक्दैछ, अनुहारभरि रातै भएको नि मेरो त। अनि त्यस्तो त हुन्थ्यो त। अन्त त्यो के हुन्छ लुक्ने भालु खेल्दा फेरि आमा अम्लिसो गाडीतिरबाट च्याउँदै झापा हुन्थ्यौँ है। त्यो भोकोटेको गोली खेल्दा नङ पक हुन्थ्यो। त्यो के हो काठको गाडी बनाएर खेल्थ्यौँ नि हामी। त्यो के भन्छ ब्यारिङ। एकपल्ट त यस्तो ओह्रालोमा खेलेको कि, अब त्यसको त खुट्टाले थाम्नु पर्थ्यो होइन। काक्को दुईजना पछाडि पनि थियो एकजना होइन, काक्को आफ्नो लड्यो तल्लो डिलमा नि के गर्यो ब्रेक लाग्छ तल झरी गऱ्यो नि, प्लाटले दाग्थ्यो हातहरू त। अन्त त्यो दिनहरू आउँदैन नि हौ साथी। भनौँ भने त कथा हुन्छ नि अब। अहिलेको नानीहरूलाई त यो ढिस्यु के हो, लुक्ने भालु के हो, त्यो भोकोटेको गोली खेलेको, भोकोटेको टाइममा त भोकोटेको खेल्थ्यौँ। अरू बेला त्यो पानीका सिसाहरू क्या पोको पारेर डोरीले बाँधेर
त्यो त आजकल त कहाँ, आजकल त सानैमै घरको बाउहरूले त्यो गोलीहरू लिएर दिइहाल्छ। त्यस्तै हो, अब आफ्नो आफ्नो समयअनुसार हुन्छ होइन। हाम्रो जमाना त्यस्तै थियो, लाटा जमाना हो। र म के भन्न चाहन्छु भने जसले यो भिडियो हेर्नुहुन्छ उहाँ सम्पूर्णलाई है, नानीहरूलाई विशेष गरी सानैदेखि फोन चलाउन नदिनुहोस्। हामी के गर्छौँ भने चुलातिर काम गरिरहेको हुन्छ, यता काम गरिरहेको हुन्छौँ, नानीहरू हेर्नु सक्दैनौँ, फोन थमाइदिन्छौँ होइन। त्यस्तो त गर्छौँ, तर त्यस्तो नगर्नुहोस् होइन। बरु के खेलौना लिएर राखिदिनुहोस्, त्यो पाउँछ नि अल्फाबेट्सको खेलौनाहरू पाउँछ। किनभने फोन नानीको लागि एकदमै राम्रो चिज होइन भन्दै हजुरदेखि बिदा लिन चाहन्छु। भिडियो हेरिदिनुहोस् होला, सब्सक्राइब गरिदिनुहोस् होला। धन्यवाद।